यस्तोहरू आउँदो रहेछ नि होइन, यस्तो आएको रहेछ। अनि मलाई एउटा यस्तो पेपर दिएको छ होइन। यहाँको चाहिँ यो चाहिँ खै के जापानिज बुद्ध अरे, जापानिज बुद्ध। अनि प्रार्थना सार्थना गर्नुपर्छ के भने उनीहरूको धर्मको प्रचार गर्न आएको रहेछ खासमा। अनि एकछिन त्यहाँ मलाई प्रार्थना सार्थना के गर्नुपर्छ भन्थ्यो, म त्यस्तो गर्दिनँ। मेरो चाहिँ आफ्नै धर्म छ, आफ्नै भगवान छ, म आफ्नै धर्म आफ्नै भगवानमा विश्वास गर्छु, म आफ्नै भगवानलाई पुज्छु। म त्यही भएर यो चाहिँ मलाई अहिले म गर्दिनँ, ईश्वरसी अलि बिजी छु भनेर मैले चाहिँ हटाइदिएँ होइन। त्यहाँ आएर टिङ्रिङ बेल बजायो निस्केको। अनि के भनेर भुलाएँ क्या। त्यो अर्को कोठामा अहिले बेल बजाइरहेको छ फेरि। ल्याङ सुनेको चाहिँ थियो मैले यसरी आउँछन् है भनेर, अनि यस्तो यस्तो भन्छन् भनेर। तर पहिलोचोटि मेरो रुममा चाहिँ आएको यो होइन। अनि म यहाँ बाहिर अर्को रुममा नक गरिरहेको छु, के गर्दैछ म देखाउँछु है त। गयो गयो उता कस गएछ छैन। उता चाहिँ कसैले पनि ढोका खोलेन नि त, त्यही भएर फर्केर गयो। अनि म चाहिँ यस्तो हेरेको पेपर सेपर बोकेर आएको थिएँ। नि म त केही बिल सिलहरू आएको कि केही सामानहरू आएको कि भनेर खास निक्लेको थिएँ, तर होइन रहेछ। यस्तो पनि हुन्छ, गाह्रो छ धर्म प्रचार गर्ने जहाँ पनि। अन्त एउटा नेपालीमा लेखेको पनि रहेछ त्यसको कागज, त्यो पनि देखाएको थियो मलाई। त्यो चाहिँ त्यही न त, म राख्छु पढ्छु के रहेछ यो भनेको। होइन त दिनु मिल्दैन भनेर फेरि अर्को त्यो जापानिजबाट लेखेको मात्रै दिएर गयो क्या त्यसले। अनि के हो र यो दिनु मिल्दैन भनेको, यो दिनु मिल्दैन यो मात्रै मिल्छ भनेर त नेपालीबाट पनि लेखेको थियो के कसरी प्रार्थना गर्ने के गर्ने भनेर होइन। त्यो चाहिँ दिनै मानेन। अनि जापानिज बुद्ध हो, अनि यो चाहिँ पुज्नुपर्छ, यो पुजेपछि एकदम खुसी भइन्छ यताउता दिइरहेको थियो। अनि यो बुद्ध त नेपाली हो नि, नेपालमा जन्मेको हो, कसरी जापानिज भयो भनेको। होइन जापानमा पनि छ बुद्ध, यो विश्वमै छ, जापानी छ, नेपालमा पनि छ, जापानमा पनि छ, सबै ठाउँमा मान्छन् यसलाई चाहिँ भन्दै थियो। अनि यो त नेपालमा जन्मेको बुद्ध हो, नेपाली हो, बुद्ध भनेको नेपाली हो, नेपालमा जन्मेको, कहाँ जापान हो भनेको। यताउता एकछिन कुरा गरियो, त्यही हो। अनि गयो फर्केर होइन। मैले चाहिँ म बिजी छु अहिले, भ्याउँदिनँ यस्तो के गर्न पनि, म पढिरहेको छु भनेर पठाइदिएँ। त्यस्तो पनि हुँदो रहेछ। भाइ नमस्ते, सबैजनालाई स्वागत छ अशोक चामलिङ अफिसियलमा। भिडियो पनि धेरै भयो नबनाएको होइन, अल्छी पनि लाग्छ। अनि त्यही हो, कहीँ जाने ठाउँ पनि छैन नि त। कलेज गयो आयो, काममा गयो, त्यति हो। अब कलेजको अस्ति एकचोटि हालिसकेको छु भिडियो, त्यही भएर पनि खासै हाल्नु मन लाग्दैन। त्यही एउटै त हो, जहिले जाने आउने त्यही मात्रै भइरहेको छ, त्यही भएर पनि खासै भिडियो बनाएको छुइनँ। अनि काम पनि नजिकै छ, साइकलमा जानुपर्ने हुन्छ। अब साइकलमा खिच्न पनि अलिकति गाह्रो हुने भएकोले मैले खासै भिडियोहरू बनाएको छुइनँ। कहीँ डुल्न पनि गएको छुइनँ। अब केही दिनपछि कतै डुल्न गयो भने फेरि नयाँ भिडियो बनाएर हाल्ने नै छु। अब आज चाहिँ आइतबार, काम पनि बिदा, कलेज पनि बिदा, त्यही भएर ढुक्क रुममै सुतेर बसेको अवस्था। त्यही हो, अब भर्खर सुतेर उठेको छु। यहाँ चाहिँ अब अहिले कति 3-4 बजिसक्यो बेलुकाको। अब म चाहिँ उठेर तरकारी किन्न जानुपर्ने हो अवस्था। तरकारी किन्न जान्छु। अब यहाँ तरकारी पसल पनि नजिकै छ, मुनि नै हाम्रो चाहिँ, त्यही भएर सर झर्ने त्यहाँ जाने मार्केट छ तरकारी पसलहरूको, त्यहीँबाट किनेर ल्याउने हो। एकदम सजिलो छ। भर्खर उठेको यस्तो टक्क कट्टुमै छु होइन, भाल छैन, आफ्नो एरिया हो, अब चट्ट जाने हो, किनेर ल्याउने हो, त्यही हो। ल अब चाहिँ म जान्छु तरकारी किन्नलाई टक्क तल। यता साथीको भेट, साथी काममा गएको छ बिहानै। आज मेरो चाहिँ बिदा, साथीको चाहिँ काम हो नि त। अनि साथी काममा गएको छ। अब राति कति 10 बजेतिर आउँछ होला, त्यही भएर चट्ट अब घरमा बसी यसो खानासाना त बनाएर राखिदिनु पऱ्यो नि त साथीलाई। आफू काममा भएको बेला ऊ रुममा भएको बेला उसले पनि पकाएर राख्छ नि त। त्यही भएर अब म पनि तरकारी सरकारी लिएर चट्ट पकाएर साथीलाई
पर्खेर बस्छु, भरे आउँछ नि सँगै खाने हो। अहिले चाहिँ म तरकारी किन्न जान्छु। अब तरकारी किन्न जान्छु र के किन्छु म त्यहाँ देखाउँछु तपाईँहरूलाई के प्राइस छ। भिडियो किन्नु दियो भने है, नजिकै छ। अब चाहिँ म त्यहाँ जान्छु है त। म चाहिँ सकिएको छु। रुम चाहिँ यहाँ 5 तलामा थियो, त्यही भएर म जान्छु। झर्दैछु एकदम सबभन्दा माथिको तलामा रुम भएकोले गर्दाखेरि कामबाट थाकेर आएको बेला त यो माथि 5 तला चढ्नु त यस्तो गाह्रो हुन्छ कि फेरि भराइ नै भरेर चढ्न पर्ने हुन्छ नि त, लिफ्ट छैन, त्यही भएर गाह्रो छ। कति तल छ थाकेर आएको बेला त यस्तो गाह्रो हुन्छ नि यो यति भराइ चढ्न, त्यो बाँधी भराइ नै सुत्दिन जस्तो फिल हुन्छ। तर अब के गर्नु, गर्नै पर्यो दुःख, त्यही हो। अब यहाँ मेरो भिजाको लागि पेपरै आएको छैन। मेरो भिजा पनि सकिनु लागेको छ, लगभग भोलिदेखि मेरो भिजा सकिन्छ। मैले भिजाको लागि सबै प्रोसेस गरिसकेको थिएँ, त्यही पनि मेरो कागजहरू सबै डकुमेन्टहरू बुझाएर आएको हो मैले। त्यही पनि मेरो पेपरै किन आएकै छैन। म सँगसँगै अरू 3-4 जना साथीहरूले पनि बुझाएको थियो, उनीहरूको पनि आएको छैन आउनु चाहिँ, मेरो पनि आएको छैन। त्यही भएर म ढुक्क छु, उनीहरू पनि आएको छैन नि त। त्यही भएर केही अब कारणले होला भनेर मेरो मात्रै भएको भए अलिकति गाह्रो हुन्थ्यो, उनीहरूको पनि भएकोले गर्दाखेरि चाहिँ ठिकै छ, आउँछ होला बिस्तारै पर्खि। त्यही हो। अनि यता छ हाम्रो साइकल राख्ने ठाउँ चाहिँ यो खासमा अब के भन्ने, साइकल यहाँ राखेको छौँ, यहाँ फोहोर फाल्ने। अनि हाम्रो बस्ने घर चाहिँ ऊ माथि 5 तलामा हो। यहाँ खासमा साइकल नराख्नु भनेर भनेको छ होइन, तर राख्ने ठाउँ छैन, कहाँ राख्ने हो। अनि साथीको यहाँ मेरो यहाँ यो कसको थाहा छैन। अब हाम्रो यता छ तरकारी पसल चाहिँ, म देखाउँछु तपाईँहरूलाई। यता छ तरकारी पसल, यहीँ पनि छ, यहाँ छ रुम, यहीँ छ तरकारी पसल। तर यो बन्द गरिसकेको जस्तो छ नि त, यो त बन्द गर्न थालिसकेको छ। यो परको पनि बन्द र यस्तो छ। यहाँ चाहिँ गाडी साडीहरू पस्नु पाउँदैन, साइकल पनि झरेर डोराउने हो खासमा, तर हल्का कुदाउनु चाहिँ पाउँछ। अनि यो माथि पनि यस्तो छ, पानी सानी नचुहुने गरी। चट्ट एरिया चाहिँ दामी छ, सबै मार्केट एरिया हो। यता छ पसलहरू जताततै, यता कपडा पसल, यता मासु पसल, खानेकुरा खाने होटलहरू, भट्टीहरू सबै छ क्या वरिपरि। सब जे होस् सुविधा सम्पन्न ठाउँमा चाहिँ छ। अब तरकारी किन्नु भनेर आएको पसलहरू कति छिटो बन्द गर्छ क्या। फेरि यहाँको एउटा खराब बानी चाहिँ त्यही हो, यहाँको पसल पनि खुल्लै छैन आज त। त्यहाँ अगाडितिर छ कि, म अगाडितिर गएर एकचोटि हेर्छु। यस्तो बवाल ठाउँ छ क्या होइन, शान्त, त्यस्तो धेरै हल्ला पनि नहुने शान्त खालको घर छ। यस एरिया छ नि त, त्यहाँबाट बस्न चाहिँ मजा छ। अनि नजिकै छ हाम्रो स्टेसन, ट्रेन स्टेसन पनि नजिकै छ। सट्ट 2 मिनट हिँडेर गयो भने त्यहाँ ट्रेन स्टेसन पनि आइहाल्छ। अनि कतै निक्लेन कतै जानलाई पनि एकदम सजिलो छ क्या। त्यही भएर चाहिँ यो ठाउँ चाहिँ एकदम दामी छ होइन। तरकारी पसलहरू कति छिटो बन्द गर्छ क्या लगभग। यहाँ चाहिँ अब खै किन हो, जहिले पनि 6 बजिसकेको छ नि त, 6 बजिसकेको छ नि त। म झर्दै आउँदा अनि लगभग बन्द भइसकेको छ क्या। अब यहाँ एउटा सानो सुपर मार्केट छ, म त्यहाँ जान्छु। अर्को पर्तिर पनि छ नि त ठुलो, तर तरकारीहरू खासै त्यहाँ पाउँदैन नि त। यहाँ चाहिँ एकदम यो पुरै एरिया तरकारीहरू पुरै हुन्छ नि, बाहिर रोडमै राखेर बेच्थ्यो नि, सस्तो पनि पाउँथ्यो। त्यही किन्छु भनेर सोचेको थिएँ, कस्तो छिटो बन्द भइसकेको छ। त्यही भएर पार्कहरू पनि छ डुल्नलाई घुम्नलाई। तर यो तरकारी यहाँ रहेछ, उता पल्लोपट्टिबाट जानुपर्ने रहेछ। म त्यहाँबाट घुमेर उता जान्छु। त्यो कति छिटो पसलहरू बन्द भइसकेको छ। अघि झर्नुपर्ने रहेछ, अल्छी लाग्यो। ठिकै छ, अब त्यहीँ सुब्बामा गएर यसो केही किनेर लान्छु। त्यही हो, त्यहाँ चिसो चिसो मौसम छ। यता पार्कतिर बच्चाहरू खेलिरहेको, सबै साकुराको बोटै यस्तो दामी फुलेको थियो, अहिले सबै हरियो भइसक्यो नि त। यस्तो भइसक्यो साकुराको बोट, पहिले कस्तो अस्तिसम्म दामी फुलिरहेको थियो, अहिले सबै पात पलाइसक्यो। र यहाँ छ सुब्बा, म अब आइपुग्नु लाग्यो। म बस्नेको रुम छेउमा छ रुम,
त्यो सबसे माथिकोमा त्यहाँ रुम चाहिँ र यहाँ गरेको सुपा एउटा त्यहाँबाट किनेर लान्छु म तरकारी के खाने होला त आज चाहिँ यो सुपामा बस्छु दामी सरसा छ है अब खासै भिडियो खिच्नु चाहिँ फेरि गाह्रो लाग्छ नि यता कोही कोहीलाई कोही बेला चाहिँ गाह्रो हुन्छ यताको भिडियोहरू त्यही भएर खिच्नै गाह्रो लाग्छ मलाई आलु रहेछ आलुको पनि 300 रुपियाँ यतिको कति छ र यहाँ कति पनि छ बाल्दैछ यहाँ है म यहाँ बसेको पनि आएको थिइनँ क्या यहाँ चाहिँ अब 3टा भान्डा छ 192 रुपियाँ छ ट्याक्स सहित 178 ट्याक्स सहित मलाई क्याप्सिकम यत्रो छ है 5 जना 150 रुपियाँ ट्याक्स सहित फर्सी गट्टा फर्सी यत्रो सानो टुक्रालाई 225 रुपियाँ कसरी खानु त अनि यस्तो भएपछि ओ मासु माछा माछा मासु मासु मेरो रुममै छ त्यही भएर आज अलिक भेज खाइदिउँ भनेर खास किन्न आएको के खाने भयो माछाहरू रहेछ यत्रो निस्किसक्यो तरकारीहरू किन्नु भनेको त्यही नरहेछ एकदम महँगो खारे बोकेर आएको अब यही खारे चाहिँ भोलि छ तरकारी घरमा मासुहरू त अब त्यही खानुपर्ने अवस्था आयो होइन यस्तो छ एरिया चाहिँ यो सबै होटल रेस्टुरेन्टहरू अनि भट्टीहरू चाहिँ सब खुल्ला छ तरकारी पसल चाहिँ बन्द भइसकेको छ क्या यहाँ सस्तो पाउँथ्यो तरकारी त्यही चाहिँ बन्द भइसक्यो ल तरकारी पसल बुढोले बन्द गर्नु सुरु गरिसकेको छ ठिकै छ अब भोलि दिन्छु आज ल छ तरकारीहरू यो खारे चाहिँ भोलि अब कामबाट हतार आएको बेला यसो कामबाट गएकोबाट हतार आएको बेला काममा जानलाई के पकाएर खानु बेला चाहिँ यो एकदम छिटो पाक्छ अनि खाएर कुद्ने होइन त्यसको लागि लिएर आएको छु त्यही हो अब आइसकेँ फेरि रुममा चढ्दैछु कालो अब खाना के छ तरकारीहरू त्यही पकाउँछु त्यहाँ नरहेछ तरकारीहरू खासै त्यही भएर ल्याइनँ त्यही हो यस्तै छ दिनभरि सुत्दा यस्तो अल्छी लागेको छ ल मैले खाना बसालिसकेको छु अब तरकारी पकाउँछु त्यही हो के पकाउँदा तरकारी मासु त छ रहेछ